सो हेलो युट्युब फ्यामिली, के छ सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु हैन। अनि आज चाहिँ मौसमले च्यालेन्ज गरिरहेछ, किन भन्दाखेरि यस्तो जाडो छ। आज चाहिँ हुस्से लागिरहेछ। अहिले चाहिँ 10-11 बज्न आँटिसक्यो हैन, तै पनि हुस्से कम भएको छैन। घाम चाहिँ निस्किने नाम लिएको छैन हैन। अनि त्यही भएर चाहिँ आज चाहिँ के छ भन्दाखेरि चाहिँ हैन, अब यस्तो जाडो छ हैन। जाडो भएपछि चाहिँ यसो तातो तातो हैन मासु ल्याएर खानुपर्छ हैन। अनि त्यही भएर चाहिँ अनि अब चाहिँ बजार जाने हो हैन। अनि मासु लिएर यहाँ गाउँमा अङ्कलले काट्दै हुन्छ अरे, अनि मासु लिएर आउने हो हैन। अनि आज चाहिँ यसलाई पनि जाडो भएर चाहिँ यहाँ बसिरहेछ हैन। अनि यसलाई पनि खोलिदिउँ होला हो हैन, ह्याप्पी हुन्थ्यो होला है। आइज यसलाई खोलिदिन्छु म। यो चाहिँ ह्याप्पी भइसक्यो हैन। आइज यसको नराम्रो बानी भनेको चाहिँ नि हैन, लुगामा मैला लाग्दैन हो क्या। कुच्चो अनि आएर ठ्याप्प टाँसिदिन्छ अनि मैला लाग्छ लुगामा हैन। अनि त्यही भएर चाहिँ यसको नराम्रो बानी भनेको चाहिँ त्यही हो हैन। धेर कुच्छ पनि हैन, पुरा धेर कुच्छ हैन। अनि आज चाहिँ यस्तो जाडो छ, पिकनिक खानेहरूको लागि चाहिँ एकदम दामी मौसम हो आज हैन। जसले पिकनिक प्लान गर्नुभएको छ हैन, उनीहरूको लागि चाहिँ एकदम बवाल प्लान हो। चाहिँ यहाँनिर चाहिँ खोले पनि पाकिसक्यो गाईलाई हैन। अब यो गाईलाई दिने काम मेरो हो, अनि म दिन सधैँ। Open the book, let your mind take flight. Pages of dreams in the soft lamplight. Each word a spark, each line a glow. Fuel for the fire to help you grow. Breathe in deep, let the calm surround. Every answer here waiting to be found. Step by step you're building your way. Knowledge will guide you day by day. On the keys, let the rhythm guide. Every note a door that's open wide. Your thoughts align like stars in the sky, shining bright as the moments pass by. Breathe in deep, let the calm surround. Every answer here waiting to सो अब चाहिँ रेडी पनि खाना चाहिँ रेडी भइसक्यो। मासु, दाल, भात अब चाहिँ खाने हो मस्तसँगले। आज चाहिँ जाडो छ, त्यही भएर चाहिँ मासु चाहिँ च्यालेन्ज गरेकै हो। अनि त्यही भएर चाहिँ मासु ल्याएर चट्टसँगले पकाएर दालसँग के भएको जाडोमा त मिठो मिठो लाग्छ त, पिरो पिरो भएछ होइन, एकदम बवाल। म जङ्गल हिँडेको, जङ्गल चाहिँ त्यहाँनिर छ होइन। अनि त्यहाँनिर चाहिँ दाउरा लिन हिँडेको होइन। मैले चाहिँ दाउरा पनि भेला पारिसकेँ होइन। अब यसलाई चाहिँ बोकेर लानु छ होइन। मम्मीहरूलाई चाहिँ उता पर पुऱ्याइसक्नुभयो। आज चाहिँ मौसम चिसो चिसो छ, सबैजना पिकनिक खानको लागि चाहिँ गाडी लिएर हिँडिरहेको छ। सो म चाहिँ अहिले होइन यहाँनिर चाहिँ पराल के अरे मल बोक्दै यहाँ गाडीमा लोड गर्दैछु होइन। मेरो हात चाहिँ डट्टी भइसकेको छ होइन। अनि अहिले भर्खर गाडी आएको, अनि हतार गर्दाखेरि चाहिँ भिडियो बनाउन बिर्सिरहेको थिएँ। अनि मम्मीलाई चाहिँ भिडियो बनाइन्न भनेको, अनि मम्मीले चाहिँ भिडियो बनाउन सहयोग गरिराख्नु भएको छ होइन। अनि त्यहाँनिर चाहिँ मल बाबाले लोड गर्दै हुन्छ आरीमा, अनि म चाहिँ यहाँ ल्याएर यसरी खनाउँदै। मैले चाहिँ होइन अहिले चाहिँ सबै काम यहाँनिर लोड पनि गरिसकेँ। लोड गरिसक्दा चाहिँ यस्तो भइसकेको थियो। अनि म चाहिँ फ्रेस भइसकेँ, अब नुहाइसकेँ। अनि गाडी चाहिँ लोड गरेर चाहिँ अब ब्याक गरेर गाडी चाहिँ यहीँ छ होइन। अनि म चाहिँ फ्रेस भइसकेँ। अनि उहाँ चाहिँ भाइ
भाइहरू चाहिँ त्यहाँ क्रिकेट खेलिरहेको छ अनि म पनि यसो खेलिदिउँ न त भनेर चाहिँ होइन म पनि त्यहाँ गएको होइन 1-2 म्याच चाहिँ खेलिदिने हो होइन अब यसो अनि एकछिन पछाडि चाहिँ अब एकछिन पछाडि अब हेरौँ न कस्तो गेम हुन्छ अब धेरै पछि खेल्न आँटेको त्यही भएर चाहिँ होइन यिनीहरूले चाहिँ जितिसक्यो अरे त्यो रेकर्डिङ चाहिँ आएको छैन त्यो चाहिँ बन्द है यो गाइस यो पागल अब्बारलाई चाहिँ हालिदेऊ अब हामी चाहिँ यो बलले खेल्छौँ होइन यो चाहिँ फिसै बल हो होइन अनि यो तिनीहरू चाहिँ 2जना अघि चाहिँ टन्नै जना थियो अहिले चाहिँ 2जना 4जना मात्र छौँ हामी होइन अनि चट्ट छले अब चाहिँ घर गएको अब घर गएर गाई दुहुनु छ होइन अनि आज धेरै खेल्यो 4 म्याच खेल्यो मेरो टिमले जहिले जित्छ मात्र होइन हार्ने कुरै त आउँदैन होइन किन भन्दाखेरि भाइहरू छ नि त त्यही भएर हेपेरै हानिदिन्छ नि त म के छ भन्दा आएको चाहिँ हिजो दुर्घटना भएर होइन सानो चोट लागेको थियो होइन के खानुभएको एक्लै खानुहुन्छ नि भित्र बोटुका छ्याउ कस्तो नङ्ग्राले त्यसको नङ्ग्रा यहाँ गर्छ Нарекали тебя накормленные бредом, я ты на самом деле души педалами любима, так и знай, толеранты на мира. सो अहिले चाहिँ होइन अब कामसाम सकिसक्यौँ अनि कामसाम सकिसकेपछि चाहिँ म र मम्मी चाहिँ बजार जान आँटेको होइन म चाहिँ रेडी भइसकेँ सो अहिले चाहिँ हामी बजार पनि आइसक्यौँ बजार चाहिँ यस्तो छ यो चाहिँ मोडको बजार हो होइन मोडमा चाहिँ एउटा सानो बजार लाग्छ होइन त्यो चाहिँ यही हो बजार चाहिँ अहिले चाहिँ होइन सब्जी लिइसकेँ मैले डिक्कीमा पनि हालिसकेँ सब्जी चाहिँ होइन अनि मम्मी चाहिँ उता गइसक्नु भयो होइन अनि म चाहिँ यहाँनिर अब गाडीमा स्टार्ट गरेर होइन चट्टोसँगले जान आँटेको मलाई चाहिँ हेलो गाइस मलाई चाहिँ ऊ त्यो फुच्चीले आउट पार्दा कि होइन अबदेखि के जस्तो लागिरहेछ भन्दाखेरि नि ब्याडमिन्टन खेल्दिनँ क्या म यत्रो फुच्चीले आउट पारिदिन्छ क्या गुंडा बनेगा रे तू